अब हामी यहाँ लोकल कुकुर ट्र्याक्टर लगाएर अब यहाँ पोल्ने प्रोसेसमा छौँ। कहाँ तपाईँहरूको चाहिँ गुल्मीतिर हो? मेरो पर्वत हो दाइ। पर्वत हो? कुन ठाउँ पर्वत? फलेवासतिर हो? फलेवास त उनको हो। मेरो तल केटाडी पुलिस अहिले आएर चाहिँ उयो गर्ला। यो पोलेर खायो भने कुखुरा एकदम टेस्टी हुन्छ क्या। होइन पोलेको राम्रो होइन, मलाई त दामी लाग्छ पोलेको। त्यही त होइन, खसीहरू पनि प्राय पोलेरै भुत्ला चाहिँ पोलेर ट्याक्क पारेर टाउ पनि हाल्नु पानी नतताई एउटा छेसको राख्नु न। खसी पनि यसै खाने हुन्छ फेरि। सातेसी जान्छ नि होला दाइ, हो दुःख नआउनुहोस् दाइ। ल हिँड हिँड म पूर्वतिर त तिते भनेर अझ यो भुत्ला सहितको यस्तो राख्दो रहेछ हजुर। सुत्केलाई तिते हुने भन्दो रहेछ हजुर। कुन ठाउँमा? पूर्वतिर हो त्यति हो। पूर्वतिर तल पनि ल दाइ भयो होला हजुर, दुःख नगर्सियो हजुर। पुरा गाईको ढुङ्गा कहाँ लाने लाउने हो पर्दैन ए हेर्नुहोस् खुट्टा खाने हो। जान्नुहोस् त हेरेर होला काट्न पर्ला नि है। हजुर त्यो यस्तो जानु राख्नु त्यहाँ छ भन्नु न ढुङ्गा ल पुरेर नि ढुङ्गा अहिले त हाल्नु न अरे त्यो दुईटा पछिले राम्रो छैन पछिले आउला नि त देखिने त्यसले तपाईँ घर जानु नि त एउटा कतिमा पर्छ बाबु? कतिमा पर्छ? 10 मा? कहाँ? देखिन्न अन्त ल ल दाइ, हामी यसो म्यानेज गर्छौँ। भन्नु क्या। रातो भाले क्वा क्वा सुत्केरी क्वा। हामी अहिले काठमाडौँ बुढा नीलकण्ठमा लोकल कुखुरो काटेर पोलिरहेको अवस्था छ साथीहरू। यो पोलेर खाँदाखेरि एकदम स्वादिष्ट हुन्छ। त्यही भएर हाम्रो भेनासिरीको आइडियाले हामी अहिले पोल्न लगाइरहेका छौँ। यो कुखुरो चाहिँ एकदमै टेस्टी